Hi everyone, आज पनि म हजुरबाटमा आइसकेको छु है. What is the current feeling of your partner to you भनेर है. हजुरको पार्टनरको करेन्ट फिलिङ चाहिँ के छ हजुरलाई लिएर है त. लेट्स ओके, यो तीनटा क्रिस्टलमा मध्ये जसले हजुरलाई अलि बढी पुल गर्छ त्यो क्रिस्टल चुज गर्नुहोस् है. 1 2 3. Take your time, take a deep breath, right? And choose the crystal. चुज गर्नुभयो है त. जसले पनि यो क्रिस्टल चुज गर्नुभएको छ हेरौँ है त. हजुरको पार्टनरको करेन्ट फिलिङ हजुरको बारेमा के छ त है. वाउ, लुक एट दिस ब्युटिफुल कार्ड है. एकदमै स्ट्रगल गर्नुभयो, एकदमै हार्ड वर्क गर्नुभयो यो रिलेसनसिपलाई यहाँसम्म लानको लागि है. हजुरको पार्टनरले सोच्नुहुन्छ अहिले चाहिँ एकदमै पोजिटिभ यो रिलेसनसिपको बारेमा, एकदमै पोजिटिभ न्यू फिलिङ्सहरू, एकदम खुसी महसुस गर्नुहुन्छ है. सोच्नुहुन्छ विवाह गरौँ, यदि विवाह भएको छैन भने इन्गेज हौँ, विवाह गरौँ, ह्याप्पी लाइफ जिउँ, स्टेडी लङ टर्म स्टेडी लाइफ जिउँ, कमिटमेन्टका साथ है. एकदमै राम्रो एउटा विवाह गरौँ, घर परिवार बनाऊँ, फ्यामिलीसँग हाँसी खुसी रहौँ है. यस्तो सोचिरहनु भएको छ है. सेक्योर सोच्नु भएको छ, एकअर्कामा एकदमै सेक्योर हुनुहुन्छ, खुसी हुनुहुन्छ. अब के गरौँ परिवारको लागि, हामी दुईजनाको लागि के गरौँ, आफ्नो सपना सजाउँ भन्ने चाहिँ सोच्नुहुन्छ जसले यो क्रिस्टल चुज गर्नु भएको थियो है. ओके, क्लेम गर्नुहोस् है यो एनर्जीलाई. अनि जसले पनि यो क्रिस्टल बिचको क्रिस्टल चुज गर्नुभएको थियो उहाँको हेर्ने है त. ओहो, यो रिलेसनसिपमा हजुरको पार्टनरको करेन्ट फिलिङ चाहिँ यो रिलेसनसिपलाई लिएर चाहिँ इमोसनली थाकिसक्नु भएको छ है. एकदमै टायर्ड हुनुहुन्छ, एक्लो इफोर्ट लगाइरहनु भएको छ भन्ने सोच्नुहुन्छ. मैले एउटा आफ्नो एक्लो इफोर्ट लगाइरहेको छु, इफोर्ट दुई साइडबाट भएन, इक्वल्ली भएन भनेर स्ट्रेस हुनुहुन्छ. एकदमै बर्डन फिल गर्नुहुन्छ उहाँले, थाक्नु भइसकेको छ, एकदमै ब्लकेज फिल गर्नुहुन्छ यो रिलेसनसिपमा. मैले जति ट्राई गर्दाखेरि पनि यो रिलेसनसिप राम्रो हुन सकेन, केही न केही कमी भइरह्यो, बोझ भइरहेछ भनेर सोच्नुहुन्छ है. यो रिलेसनसिपमा यो चुज गर्नु. अनि जसले पनि यो क्रिस्टल चुज गर्नुभएको छ यो क्रिस्टलले चाहिँ के भन्नुहुन्छ भने भन्छ यो क्रिस्टल हेर्ने मान्छेको करेन्ट फिलिङ भनेको चाहिँ हजुरको लागि चाहिँ इमोसनली हिल गरिरहनु भएको छ केही कुराहरू है. उहाँले सोच्नुहुन्छ यो रिलेसनसिपमा स्टक भएँ, पेन पाएँ, स्टक इन पेन है. केही रिग्रेट गरिरहेको जस्तो महसुस, गिल्ट भइरहेछ है. इभन दो समथिङ गुड इज स्टिल देयर है. केही राम्रो कुरा रिलेसनसिपमा हुँदै पनि पास्ट कुराहरूमा फोकस भइरहेछ. पास्ट कुरा, पास्ट पेन, पास्ट फाइटहरू रिग्रेट पनि गरिरहनु भएको छ है. हजुरलाई लिएर हजुरलाई गरिएको कुराहरू महसुस गर्नुभएको छ भन्ने चाहिँ देखिन्छ है. यसमा चाहिँ यो के भन्छ, देयर इज स्टिल अ होप, एउटा आशा छ कि राम्रो हुन्छ भन्ने. यो रिलेसनसिप अझै राम्रो हुन्छ. दे मे बी फोकसिङ अन वाट वेन्ट रङ, क्या पास्टमा के भएको थियो भनेर चाहिँ जे कुरा रङ भएको थियो त्यो कुराहरू फोकस गरिरहनु भएको छ है. गाह्रो भइरहेछ लेट गो द पास्ट, गाह्रो भइरहेछ विगतको कुराहरूलाई जान दिनको लागि है.
डिसपोइन्ट हुनुहुन्छ, हजुरलाई लिएर दुःखी हुनुहुन्छ, उहाँले गर्नुभएको पास्टमा गर्नुभएको गल्तीहरूलाई महसुस गरेर रिग्रेट पनि गरिरहनु भएको छ है. थ्याङ्क यू. Thank you. Thank you, everyone. See you next time and claim the positive energy. Thank you.